हेलो नमस्ते सबैजनालाई। आज फेरि म बिहानै 11 बजे उठेर लागेँ पसलतिर। पसल जानुभन्दा अगाडि चाहिँ मलाई इन्द्रेणीमा जानुपर्ने काम थियो। पसलको लागि थोरै सामानहरू चाहिएको थियो। त्यतिकैमा फेरि मलाई मनपर्ने अङ्गुर देखेँ अनि सामानहरू ल्याएर अङ्गुर र केरा पनि ल्याएर म पसलभित्र पसेँ। पसलभित्र पस्नु बित्तिकै भगवानलाई ढोक गरेँ। निम्कीको सस पाक्दै थियो। प्लेटिङको सेक्सन रेडी पारेर दाइलाई मैले अलि मिलाएर प्लेटिङ गर्नु है, खाँदाखेरि मजा आउँछ भने दाइ हाँस्दै हुनुहुन्थ्यो। अनि त्यसपछि कस्टमरहरू आउन थाल्नुभयो। यो चाहिँ हामीले सुरुमा सर्भ गरेको खानाहरू हो। पेजिसहरू सबै सकिएको थियो अनि म चाहिँ यसो हेरेर लिस्टमा लेख्दै थिएँ। त्यतिकैमा मलाई फेरि भोक लाग्यो अनि मैले झोल मोमो खान थालेँ। मलाई फेरि दिनदिनै फरक फरक कुराको क्रेभिङ हुन्छ कि म आफै अचम्म पर्छु। त्यसपछि लाफिङको रोटी बनाउनु पर्ने थियो। लाफिङको रोटी बनाएँ। त्यसपछि एकदमै बिजी हुन थाल्यो अनि खानाहरू सर्भ गर्दै अनि यताउता प्रेपहरू गर्दै गएँ। फ्राई राइसको अचार सकिया रहेछ। फ्राई राइसको अचार पकायौँ अनि त्यसपछि फेरि म बाहिर कस्टमरलाई सर्भ गर्दै गरेँ अनि त्यसपछि दाइलाई ब्रेकमा पठाएर त्यहाँ भएको अलिअलि भाँडाहरू यसो धोएँ अनि फेरि भोक लाग्यो मलाई। भोक लागेर म स्याफाले खाँदै थिएँ। त्यतिकैमा विप्लव दाइसँग भेट भयो। मिठो कुराकानी भयो। बिनाजुले पेजिसहरू ल्याउँदै हुनुहुन्थ्यो। क्लोजिङ गर्ने टाइम भइसकेको थियो। छिटो छिटो क्लोजिङ गरेर घरतिर लागेँ। धेरै धेरै धन्यवाद।